कछुवै कच्चा छ यसरी हेर्नुहोस् राखी हेर्नु त स्टोरी चाहिँ हेर्नुहोस् त हेर्नु साथीहरू कति धेरै ठुलो ठुलो जङ्गल छ यहाँ यो हेर्नु हामीहरूको यात्रा भइसक्यो साथी ल गाइज हामी फाइनली आइपुगेको छु यहाँभित्र चाहिँ तपाईँको धेरै राम्रो राम्रो गुफाहरू छ भन्ने सुनेको छ होइन म तपाईँहरूलाई हेर्दै गर्नु होला म तपाईँहरूलाई देखाउन चाहन्छु मेरो यो यहाँ चाहिँ हामीले पैसा नभएर चाहिँ होइन क्युआरबाट गर्न खोजेँ क्युआर पनि छैन भनेर यहाँ मिलाउँदैछु एकछिन होइन हेर्नुहोस् तर ठिक छ आएकोमा त्यो खासै गुनासो छैन ठिक छ गाइस होइन आएकोमा ढुङ्गाको हेर्नुहोस् त कस्तो दामी दामी यो यहाँ चाहिँ होइन यो बनाएको होइन है साथीहरू यो ढुङ्गाको यस्तो चाहिँ नेचुरल हो कि हेर्नुहोस् त कत्रो पहाड हो कि यो ल साथीहरू म भित्र टक्क जाँदैछु गएर देखाउँछु हजुरहरूलाई होइन हेर्नुहोस् त यो चाहिँ इन्ट्री गर्ने ठाउँ भित्र गुफा हेर्नुहोस् पुरै गुफा हो कि यो पहाडको बिचमा कस्तो दामी छ होइन यो चाहिँ कछुवाहरूको लागि खुवाउनुको लागि टमाटरहरू राखेको छ साथीहरू होइन ठक्क अब यस्तरी पुरै कस्तो बन्द व्यवस्था कस्तो दामी है सब यहाँ यसो लाने दिने खासमा चाहिँ यो काउन्टरमा कछुवाकै लागिहरू अनि अगरबत्तीहरू मात्र राखेको छ टक्क आउने बित्तिकै यहाँ यसरी चाइनिज देउताहरू देखिन्छ होइन हेर्नुहोस् पुरै यहाँ चाहिँ चाइनिजहरूले बनाएको हो कि यो मूर्तिहरू राखेको होइन अनि पछाडि म जान्छु हेर्नुहोस् दामी छ राम्रो छ गुफामा यसरी टक्क सजाएर राखेको छ है मलाई चाहिँ ठिकै लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो होइन तपाईँहरू आफ्नो हिसाबले कमेन्ट गर्नु होला लाइक गरिदिनु होला ल यहाँसम्म हामी आएर तपाईँलाई देखाउन कोसिस गरेको छौँ तर जति हामीले सोचियो होइन त्योभन्दा राम्रो छ पुरै तपाईँको पाहाडको बिचमा हेर्न सक्नुहुन्छ मेरो पाहाड छ होइन यसरी बनाएको छ पुरै क्या हेर्नु कछुवा हेर्नु सक्नुहुन्छ ल हेर्नुहोस् कछुवा पानीभरि कछुवै कच्चा छ यसरी हेर्नुहोस् राखिएको कुहिराहरू पनि यसरी आउँछन् होइन यहाँ ठिक छ यति ठुलो रहेछ कि यहाँभित्र चाहिँ पहाड हेर्नु न पुरै कति ठुलो छ कि पहाडको बिचमा यसरी गुम्बा बनाइएको छ नेपालमा पनि योभन्दा ठुलो ठुलो पहाडहरू छ त्यस्तो पहाडहरूमा चाहिँ टक्क टुरिस्टहरू आउने खालको एउटा बनाउनु पर्ने हो तर बनाउँदैनन् सरकारको ध्यान छैन है साथीहरू यहाँ दुईजना बालकहरूको नाङ्गै चित्र बनाइएको छ माथि हेर्नुहोस्
तुरी देखिँदैछ हो किन हो त हेर्नुहोस् त यहाँ तुरी देखिँदैछ नाङ्गै हेर्न सक्नुहुन्छ है होइन यो के हो के बनाइयो यो चाहिँ यहाँ बच्चाको नाङ्गै रहेछ ल नाङ्गै मूर्ति पनि बनाएको छ होइन पाहाडमा हेर्नुहोस् त धुलो बनाएर बनाइएको छ है कति ठुलो के हो होइन एकदम ठुलो पाहाड धेरै थकाइ लाग्यो यार मलाई है आज म यता आज हिँडेको छु होइन बिहान आएदेखि हिँडेको भोकै छु खाना पनि आज खाएको छैन हेर्नु भने एउटा डाँडामा चाहिँ यति राम्रो यति सुन्दर चिजहरू बनाइएको छ यत्रो मूर्ति छ यहाँ मेरो पछाडि हेर्नुहोस् त यहाँ फुल फुल कस्तो मजा आएको है उहाँहरू थाकेर बस्नु हाम्रो चाइनिज सिस्टमको यहाँ बस्ने ऊ हो है हेर्छु प्रतीक्षालय म पनि अब एकछिन बस्नु पऱ्यो ड्रागनको चित्रहरू पनि यो छ कछुवा ओइ साथी हो कछुवा माछा हेर्नु यहाँ कछुवा कस्तो मजाले हिँडेको गुफा ओ भाइ अगरबत्ती हेर्नुहोस् त भ्यागुता म यत्रो सुन खाइदिरहेको भ्यागुताले ओ भाइ यो पुरै सोनाका है क्या यो सोनाका है क्या तर सुनको होइन साथीहरू उहाँ चाहिँ पुरै सफा गर्दै हुनुहुन्छ माथि हेर्नुहोस् त फोहोर निकाल्ने तरिका यस्तो पो रहेछ त हेर्नुहोस् गाइस म अगाडि गर्दै आउँछु तपाईँलाई एकछिन वेट गर्नुहोस् है हेर्नुहोस् त कस्तो दामी के होइन त्यहाँ माछा पनि छ नि गाइस होइन तपाईँहरूले देख्नुभयो होइन अघि त्यहाँ हेर्नुहोस् त बाँदरहरूको मूर्ति बनाएको छ त्यहाँ बाँदर पनि छ है गाइस त्यहाँ थोरै जुम गरेर देखाउँछु तपाईँलाई देख्नु कि एकछिन ल म अझै अगाडि जान्छु अनि देखाउँछु है गाइस एकछिन है त दामी लागेको मलाई भ्यूहरू कस्तो दामी छ नि होइन गाइस मलाई चाहिँ मन पऱ्यो हजुरहरूलाई कस्तो लाग्छ माछा हेर्नुहोस् कति धेरै माछाहरू छ गाइस होइन हेर्नुहोस् त माछा कति धेरै यता हेर्नुहोस् कस्तो दामी लाग्यो यहाँ उभिएर टक्क बस्ने ठाउँ भन्दा पनि उभिएर हेर्ने ठाउँहरू रहेछ गाइस होइन म त्यहाँ पानी झरिरहेको छ कस्तो दामी लाग्यो मलाई म बाँदर देखाउँछु है गाइस बाँदर देखाउँछु है त तपाईँलाई बाँदर देखाउँछु है त्यहाँ हेर्नुहोस् त बाँदर मलाई हेर्दैछ मलाई देखेर भाग्ने भयो भाग्यो गाइस माथि कस्तो भाग्यो बाँदर भाग्यो गाइस होइन ल गाइस हामी यो भित्र जाने ठाउँ हो चट्ट लगाएर गाइस सबै हालेको छु नि त मैले होइन ल हामी धेरै चिसो खाँदैछु गाइस खानुहुन्छ भने ल तपाईँको लागि यो चिसो खानुहोस् फ्रीमा हामी त्यहाँ फ्रीमा नि यहाँ चाहिँ घुम्न आउनेलाई सबैले यहाँ कोला फ्रीमा है गाइस अब चाहिँ हामी फाइनल अब यहाँ चाहिँ घुमिसक्यो